कोठामा बस्ने नानी बाबुहरू यहाँ निस्क। के का नमस्ते? रातभरि होला गरेछ, पार्टी गरेछ, के हो? हिजो राति के हो 12 बजेसम्म? ओहो हल्ला भयो है, हिजो एउटा सानो ग्यादरिङ थियो क्या, त्यही भएर है। हिजो मात्र जहिले हुन्छ तिमीहरूको हल्ला, पार्टी, ग्यादरिङ। अझ खसीको मासु राति 12 बजेसम्म पकाएर चाहिँ माथि हर्र बाँच्न जान्छ है। यस्तो पारा हो भने कोठा खोजेर चाँडै सरिहाले हुन्छ है। जहिले जहिले खसीको मासु खाने पैसा कहाँबाट आउँछ? सर हो हाम्रो घरपेटी त पैसा तिरे बस्दा हामीले जेसुकै गरौँ त उनलाई बाल। के अरे यहाँ टिन्छ यो रहेछ टिमुर के ल ल भोलि नै सरिहाल तिम्रो, भोलि नै सरिहाल भन्दै नबोल्नु, म भोलि निक्लेर जा भनिसक्यो। चुप लाएर बस, यहाँ म केही आइडिया लाउँछु। कहाँ रिसाउनु भएको घरबेटी त? नरिसाउनु न, बरु यहाँ आउनु न एकछिन बस्नु। के तपाईँ रिसाइहाल्नुहुन्छ कि फेरि? आउनु न त्यहाँ जाउँले। कहाँ रिसाइहाल्नु भएको त नि घरबेटी दाइ? आउनु न, बस्नु 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 बस्नु। ओइ ओइ त मासु ततर लिएर आइज। त्यही हिजोको मासु छ नि त खसीको, त्यो लिएर आइज है। घरपेटी दाइलाई भनेर हिजो मासु राखेको थियौँ, सम्झेर खानु है खानु। मासु कहिले गर्नु न पर्छ नि ग्यादरिङ, यसो गरौँ कहिले काहीँ, मलाई पनि सम्झिनु गर्नुपर्छ, रमाइलो। ठिक छ, म त यसो सम्झिनु भनेर म त